आइफोनमा कसरी एड रोक्न सकिन्छ भनेर मैले एउटा भिडियो बनाएको छु। यो राम्रोसँग हेर्नु, तपाईलाई पनि काम लाग्न सक्छ यो कुरा। फर्स्टमा सफारी ओपन गर्ने, त्यहाँ सर्च बारमा गएर DNS एडगार्ड भनेर त्यहाँनिर लेख्नुहोस्। त्यसपछि सर्च गर्नुहोस्। त्यसपछि यस्तो इन्टरफेस आउनेछ। पहिलो लिङ्कलाई क्लिक गर्नुहोस्। त्यसपछाडि यहाँ स्क्रोल गरेर अप्सन 2 मा क्लिक गर्नुहोस्। क्लिक गरिसके पछाडि त्यहाँनिर तपाईको कुन डिभाइस हो, एन्ड्रोइड, iOS, विन्डो, म्याक, लिनक्स, यो कुन हो तपाईको सेलेक्ट गर्नुहोस्। सेलेक्ट गरिसके पछाडि डाउनलोड कन्फिगरेसन प्रोफाइल भन्ने हुन्छ, त्यसमा गएर डाउनलोड गर्नुहोस्। त्यसपछाडि तपाईले सेटिङमा जानुपर्ने हुन्छ। सेटिङ पछाडि प्रोफाइल डाउनलोड, त्यसपछाडि त्यहाँनिर हेर्न सक्नुहुन्छ इन्स्टलको आएको छ, इन्स्टल गर्नुपर्ने हुन्छ। यहाँनिर तपाईले आफ्नो लक स्क्रिनको लक हाल्नुपर्ने हुन्छ। अब इन्स्टलमा थिचे पछाडि इन्स्टल गर्नुहोस्। अब एप स्टोर खोलेर तपाईले AD गार्ड भन्ने सर्च गरेर त्यसलाई डाउनलोड गर्नुपर्ने हुन्छ। डाउनलोड गरेपछि त्यसलाई ओपन गर्नुहोस्। प्रोटेक्सन अन गर्नुहोस्। त्यसपछाडि सफारी प्रोटेक्सनलाई पनि अन गर्नुहोस्। फेरि सेटिङमा जानुहोस्, त्यहाँनिर अल एप्स भन्ने हुन्छ, अल एप्समा जानुहोस्। त्यसपछाडि त्यहाँनिर सर्च गर्नुहोस् सफारी भनेर। त्यसपछाडि मुनि मुनि स्क्रोल गर्दै जानुहोस्, त्यहाँनिर ब्लक पप अप्स भन्ने हुन्छ, त्यो अफ हुन्छ, त्यसलाई अन गर्नुहोस्।